यो संसारको सबैभन्दा पहिलो साथी कोही हो भने तिम्रो लागि तिम्रो आमा पहिलो साथी हो। यो संसारमा तिम्रो लागि कोही प्रेरणाका स्रोत हो भने त्यो तिम्रो आमा हो। तिम्रो आमा बाहेक तिम्रो प्रेरणाका स्रोत कोही होइन। आमा डाक्टर होइनन् र पनि आमाको नजिक बस्दाखेरि कैयौं रोगहरू निवारण भएर जान्छ, हामी निरोगी हुन्छौँ। आमा इन्जिनियर होइनन् र पनि आमाले हाम्रो जीवनका लागि कैयौं ठूला ठूला योजनाहरू बनाउँछिन् र ठूला ठूला कर्महरूमा लाग्न प्रेरणा दिन्छन्। आमा वास्तवमा भन्यो भने त्यो करुणाको सागर हो, त्यो दयाको सागर हो। आमा साँच्चीकै भन्यो भने हामी सबैजनालाई सत्मार्गमा लाग्ने प्रेरणा दिने प्रेरणाकी खानी हुन्। त्यसैले आमालाई यो धरती मानेको छ। आमालाई हामीले देवीको स्वरूप मानेका छौँ। आमालाई हामीले राधाका स्वरूप मानेका छौँ। संसारको सबैभन्दा पहिलो भगवान कोही हो हाम्रो भने त्यो आमा हो।